जहिले पनि गधा बुद्धि नभएको मान्छे भनेर मलाई जिस्काउँथ्यो, हेप्थ्यो। अनि त्यहाँबाट छोराहरूलाई पनि मलाई ममाथि प्रहार गर्यो, कुट्न लगायो। 3 चोटि छोराले कुटेको पनि छ। र यो कुटाउनेमा सहयोग गर्ने छोराहरूलाई मलाई जुन कुटो नि, त्यो कुटाउने मान्छे भनेको यही इरफान अन्सारी र एउटा बसमती आमा घर भएको मजम्मेल मुखियाको भाइ खुर्सिद अन्सारी मेरो साडु पर्छ। उहाँको पनि एन्ट्री त्यति बेला रह्यो। मलाई थाहा थिएन यो मुद्दा जान्छ अदालतमा, यसरी हुन्छ भनेर। सबभन्दा पहिला हजुरलाई म देखाउन चाहन्छु, 2078 सालमा मलाई एउटा घरेलु हिंसा मुद्दा गर्यो। हेर्नुहोस्, त्यस पछाडि 3 दिन पछाडि मलाई अंश चलनको मुद्दा आयो। 2टासम्म 1 हप्ताभित्रै आयो। होइन, त्यो जुन सानो झगडा भयो र यो इरफान अन्सारीको नाम तपाईँ भनिराख्नुहुन्छ, उहाँहरू आएर त्यो झगडाले मिलाए कि के गर्यो त्यो झगडाले, कि यो झगडा तुरन्तै एकदम घरेलु हिंसामा र अदालतसम्म पुग्यो? इरफान मेरो मामा ससुरा हो, त्योसँग मेरो राम्रै सम्बन्ध थियो। अनि म उसलाई रिक्वेस्ट गरेँ, तपाईँ मेरो घरमा आएर एकचोटि कमसेकम सम्झाइ बुझाइ दिनुहोस् भनेर मैले रिक्वेस्ट गरेँ। तर त्यो इरफान अन्सारी मेरो मामा ससुरा, मेरो बुढीको मामा हो, आफ्नै मामा हो, आएन। नआएर मेरो श्रीमतीलाई सिधै अदालतमा गएर घरेलु हिंसा मुद्दा हाल्न लगायो। अदालतमा डाइरेक्ट। अनि त्यहाँबाट त्यो सम्मान आएको 1 हप्ताभित्रै फेरि अर्को पनि सम्मान आयो अंश चलनको। म त छक्क परेँ। म बुढीलाई सोधेँ, यदि तिमीलाई अंशै चाहिन्छ भने किन अदालत जानु पर्यो? तिमी र म मिलेर जाउँ र तिम्रो जति भागमा जग्गा पर्छ, छोराहरूको जति भागमा जग्गा पर्छ म दिन तयार छु। आखिर यो बच्चाको सम्पत्ति तिमीहरूकै हो, तिमीहरूकै लागि मैले राखेको छु। मलाई त्यसमा कुनै किसिमको लोभ लालच छैन। तर मेरो बुढीलाई यो इरफान अन्सारीले यति पढाइदियो, मेरो विपक्षमा गयो। म अहिले पनि त्यो श्रीमतीलाई, छोरीहरूलाई माया गर्छु। म समाजमा कमसेकम 20 चोटि भन्दा बढी आफन्त मान्छेहरूलाई, सामाजिक मान्छेहरूलाई बोलाएर घरमा सम्झाउन बुझाउन लाउँदा पनि मलाई गाली गलौज गर्ने, नराम्रो शब्द प्रयोग गर्ने र डाका लगाएर तिमीलाई ज्यान मारिदिन्छु भन्ने किसिमका धम्कीहरू पनि मलाई दियो। कसले? मेरो श्रीमती र त्यो इरफान अन्सारीले। अनि त्यहाँबाट मेरो दिमाग डिप्रेसनमा गयो। अब म त बेरोजगार भए, विदेशबाट आएपछि न त मसँग पैसा छ न केही छ। साथीहरूसँग पनि माग्दाखेरि त्यति बेला साथीहरूले पनि मलाई त्यति सायद पत्याएन होला। म धेरै दुःख कष्ट जीवन बिताएर आजको दिनसम्म मैले लगभग 5 वर्ष जति होटलमा खाना खाएर, कहिले भोकै बसेर, आज 4 वर्षदेखि मेरो घरको लाइन, बिजुली, बत्ती सबै बन्द गरेको छ। अँध्यारोमा सुतेर पनि म दैनिक दिनभरि जहाँ भए पनि बेलुका घर आएर त्यो बाल बच्चाहरूलाई हेर्ने काम गर्छु। म मेरो जिन्दगी नै बर्बाद गरिदियो। म एकजना बाउ कलिम अन्सारी, बुढी छोराछोरी सबैलाई पालेको थिएँ। तर यो जुन उमेरमा मेरो छोराछोरी, बुढी, एकजनाले 6 जनालाई पालो, 6 जनाले एकजनालाई पाल्न सक्दैन। यो उमेरमा रेस्ट गर्ने उमेर हो, यो उमेरमा दुःख काट्ने उमेर होइन। मैले त्यो बच्चाहरूको लागि जति मैले गरेको छु, आज मेरो भित्रैबाट मन रुन्छ। मेरो दिमाग डिप्रेसनमा गइसकेको छ। भर्खर केही दिन भन्नाले पनि आज म हजुरलाई डेटै देखाउँछु।
त्यस पछाडि अंश डपोटको मुद्दा आयो। अंश डपोटको मुद्दा फैसला भइसकेको छ। त्यो मुद्दालाई इरफान अन्सारीले केही पैसाको लोभ लालचमा यसलाई फेरि फैसला भएको मुद्दालाई पुनरावेदनमा यही 23 गते 2083 साल 1 महिना 23 गते अर्को फेरि समन आयो मलाई। र इरफान अन्सारी यस्तो व्यक्ति हो, म आफ्नै आँखाले पनि हेरिएको छु कि एउटा सादा तारिखमा जुन अदालतमा तारिख हुन्छ त्यो तारिखमा जाँदाखेरि पनि मेरो बच्चाहरूसँग श्रीमतीसँग 10-20 हजार रुपियाँ, 10 हजार, 15 हजार, 20 हजारसम्म पनि लिएको छ। यदि तिमीले पैसा मलाई दिएन भने तिम्रो तारिख हुँदैन। सादा तारिखको कुरो गर्दैछु। पेशी बाँकी नै छ। पेशीमा आउँदाखेरि पनि 40, 50, 60 हजारसम्म त्यो पैसा असुल गर्ने इरफान अन्सारी हो। एउटा बच्चा मेरो जेठा छोरा डिप्रेसनमा गइसकेको छ। अहिले तपाईको गाउँघरमा गएर कसैको माटो काट्ने काम, कसैको बाँस काट्ने काम, मजदुरी गरेर ऊ घरमा ल्याएर दाल चामल किन्छ अनि त्यसले आफ्नो दिनचर्या काट्छ। एक मिनट, इरफान अन्सारी भनेको कुनै पार्टीको व्यक्ति हो, मान्छे हो कि के हो? तपाईँको त आफ्नै मान्छे, मामा ससुरा भन्नुभयो। उहाँले त घर सफार्नु पर्ने, घर चाहिँ तपाईँको कसरी बिगार्नु पर्छ? अनि अर्को कुरा के छ, तपाईँले चाहिँ अरू मान्छेले आएर घर बिगार्छ, तपाईँले एउटा गार्जेनको भूमिका कति निर्वाह गर्नुभयो? त्यो बालबच्चादेखि लिएर घर परिवारले मिलाउन सकिन्थ्यो। अदालत गयो, ठिकै छ, अदालतमा अंशबन्दा भयो, यताउति भयो, सबै थोक भयो। तपाईँले भने अनुसार यो फैसला यो मोटामोटी 4 वर्ष भयो होइन? यो 4 वर्षमा तपाईँको जग्गा जमिन अंशबन्दाहरू सबै भइसक्यो कि भएको छैन? त्यो जमिनहरू न तपाईँ उब्जाउनुहुन्छ, उपभोग गरिराख्नु भएको छ, न तपाईँको परिवारले छोराछोरीले उपभोग गरिरहेछ। अहिले के छ त त्यो जमिनको स्थिति र तपाईँहरूको मुद्दा अब कस्तो स्थितिमा छ र के गर्न भोलि के गर्दाखेरि चाहिँ तपाईँको परिवार, तपाईँको बालबच्चा सबै एक आपसमा खुसीसँग बसोस् र तपाईँ अलग्गै बस्दाखेरि पनि तपाईँको बालबच्चाप्रति तपाईँको नजर चाहिँ रहोस्, तपाईँको दया माया चाहिँ रहोस्। एउटा बालबच्चालाई त के भन्छ, अभिभावकको आफ्नो बुवाको माया लाग्छ नि त। बालबच्चा तपाईँको बारेमा के सोच्दैछ, के भन्दैछ? 2078 सालमा अंश चलनको जुन केस गरेको थियो आश्विन मेरो श्रीमती आश्विन खातुनले, त्यो मुद्दा तपाईँको 2 वर्षमा फाइनल भयो। सबैको भागभण्डा अदालतबाट, जिल्ला अदालतबाट लागिसक्यो र म न्यायाधीश नेरी खुद गएर आफ्नो बहस आफै गरे। आखिर मेरै छोराछोरी हो, मेरै बुढी हो, उनीहरूकै सम्पत्ति हो, आखिर मरेर मान्छेलाई केही लानु छैन। म खुसी राजीले उहाँहरूलाई तिमीहरूको भाग जति छ लिहाल, सबैजना मिलेर साइन गर। सबभन्दा अगाडि मैले नै साइन गरेको छु त्यहाँ। न्यायाधीश पनि धेरै खुसी भयो जिल्ला अदालतको। त्यहाँबाट त्यो मुद्दा इन्ड भयो, सक्यो। सकेपछि त्यो जग्गा बाँडफाँड गर्नु पर्यो। लगभग 6-7 महिना पछाडि मैले गाउँको भलाभद्र मान्छेहरूलाई बोलाएर त्यो जग्गा बाँडफाँड पनि गरिदिए छोराहरूको समक्षमा। सबैले खुसी ल ठिक छ, मलाई पनि केही जग्गा मेरो भागमा पनि आयो, म पनि केही गरी खान्छु होइन, तिमीहरू पनि गरी खाऊ भनेर उहाँहरूलाई मैले निर्देशन दिएँ। तर त्यो जग्गा चाहिँ जोतभोग उहाँहरूले गर्नु भएन, म चाहिँ गरेँ। 1.5 वर्ष मैले जोतभोग गरेँ। ठेक्का दिएँ मैले, आफू त गर्न सकिनँ। त्यो ठेक्का दिएकोमा पनि त्यो आएको जति धानहरू त्यही छोराछोरीहरूलाई म दिएँ। यो 2082 सालको पुस महिनामा जुन मैले ठेक्का पाएँ 40 मन धान, त्यो धान जुन दिन दौनी गरो त्यही दिन गएर कसको कुरोमा लागेछ मेरो छोरा बच्चाहरू, घर परिवार 6 जना सबै गएर त्यो धानको ढेडीमा आगो लगाएर दमकलसम्म पनि आयो। बेलुका लगभग 8 बजेको कुरो हो। त्यो सबै जलेर खरानी भयो। अनि त्यो सबै भरपाई मैले गरेँ। त्यो ठेकदारलाई म गरेँ आफ्नो तर्फबाट, जहाँबाट भए पनि साथीहरूसँग हेल्प मागेर पनि मैले त्यो म्यानेज गरेँ। त्यहाँ कुनै चर्को कुनै किसिमको वाद विवाद घर परिवारमा भएन। ऊ पनि आफ्नो गरेर खाँदैछ, म पनि आफ्नो हिसाबले खाँदैछु।
कुनै किसिमको जस्तो छोराछोरीहरूसँग अहिले तपाईँको बोलचाल र व्यवहार कस्तो छ त तपाईँहरू जस्तो तपाईँमाथि चाहिँ उनीहरूको विश्वास जुन हुन्छ एउटा बुवाको माथि त्यो चाहिँ कस्तो खालको छ बोलचाल हुन्छ कि हुँदैन खानासाना दिन्छ कि दिँदैन कुनै सर समस्या मर मुसिबत परेको बेलामा हेर्छ कि हेर्दैन र तपाईँप्रति एकैचोटि तिनीहरू सबै परिवारको बालबच्चा सहित श्रीमतीको पनि यस्तो खालको व्यवहार किन भयो त्यसमा तपाईँको पनि केही कमजोरी थियो होला नि त हेर्नु सर म छोराछोरीहरूलाई सबैलाई माया गर्छु म अहिले पनि मायाकै नजरले हेर्छु उनीहरूसँग मलाई